लमजुङ जिल्ला कोलासोतार गाविस वडा नम्बर 1 कपुर गाउँ तपाईहरुले रमाइलो छ है, हेर्न आउन सक्नुहुन्छ, घुम्न आउन सक्नुहुन्छ। अनि यसको गाउँको एकदम रक्षक, सम्पूर्ण जगत जगनानीहरुको रक्षक यो पुटको देवी मन्दिर छ। पुटको देवी मन्दिर जाने बाटो हेर्नुस् त। यहाँबाट मूल बाटोबाट तपाईहरु पुटको देवी मन्दिरमा जान सक्नुहुन्छ। देवी माताले सबैको कल्याण गर्नुहुन्छ भन्ने जनविश्वास छ। यो परम्परागत देखि नै चलिआएको मन्दिर हो, अहिलेको होइन। यहाँ जानलाई चाहिँ असुविधा भयो भनेर यहाँ हालै जानको लागि सिडी तयार गरिएको छ। ल हेर्नुहोस् कति रमणीय स्थल छ यहाँ। दायाँ बायाँ हातसम्म हुने डन्डी सहित यसरी सिँढी निर्माण गरिएको छ। पुटको देवी मन्दिरका पुजारी हुनुहुन्छ गोपाल गुरुङ। अब हाम्रो यो पुटको देवी मन्दिरको उत्पत्ति कहिलेदेखि भयो, अनि त्यसको पूजा विधि के हो र कसले पूजा गर्नुहुन्छ, यही विषयमा केही प्रकाश पारिदिनु हुन म अनुरोध गर्दछु गोपाललाई। नमस्कार उत्तम सर, तपाईलाई पुटको देवी उत्पत्ति पुराना हाम्रा जिजु बाजेले भने अनुसार हिजो अस्ति हाम्रो पुसैले नै दिनुभयो यसको हो। हामी रापासिङ कपुर गाउँ नजरी पुरानो बस्ती यही माथि पुरानासम्म बसोबास गरेको रहेछ। त्यतिकै त्यहाँ बस्दाखेरि पुटको देवी मन्दिर अलिक तल भेगमा, त्यहाँबाट त्यो हाईमा मन्दिर चाहिँ अहिले तल छ। त्यहाँ बत्ती बलेको देखि त्यहाँ हेर्न गइयो र गाउँको पैडीलाई हेरायो। त्यहाँ 7 कन्या देवी रहेछ भनेर भन्नुभयो। हजुर। अनि हामीले त्यहीबाट हामीले मान्दै आयो। यो गाउँको जब त्यो पुटको देवीले मान्दै आयो, गाउँमा भव्य तव्य अब आसिना पानी नपर्ने, त्यहाँका अब वस्तु भाउ अन्नबाली यहाँको जति पनि यो 3 गाउँलाई सबैको भलो चित्ने काम भयो। त्यसैको विश्वासमा हामी पुटको देवी मन्दिर मान्दै आएका छौँ। र यसको पूजा आज गर्ने विधि भनेको ठुलो चाहिँ दशैं उँधौली भनौँ। हजुर। ठुलो दशैंमा पछाडि बुधबार शुक्रबारको दिनमन्ती गर्छन्। अनि चैत वर्षमा 2 चोटि, अनि चैत दशैंको पछाडि पनि त्यही हो, बुधबार शुक्रबार। त्यो पनि बार चाहिँ बुधबार र शुक्रबार पार्नुपर्छ। शुक्रबार र बुधबार पार्नुपर्छ दशैं पछाडि। हजुर। अनि त्यसमा हिजो सदियौंदेखि मान्दाखेरि हाम्रो कपुर गाउँको हामी भनौँ हामीहरूले जिजु बाजेहरूले, मेरो बुवा हुनुहुन्छ, बुवाले नै गर्दै आउनुभयो है। हिजो 3 गाउँ माथि पुरानो गाउँमा हुँदै पुजारी चाहिँ हाम्रै खलक रहेछ त्यहाँ है। जिजु बाजेहरूले गर्दै आएको रहेछ। बार पनि लगाइएको छ उकालोमा जानुलाई। पछिल्लो कालमा के भयो, बाजेहरूले जिजुहरूले के सोचे होला, अब भिडभाड धेरै हुने, बिहानबाट केही खानु नहुने, त्यहाँ 1-2 बजेसम्म पूजा गर्नु परेपछि हामी गाउँ पनि छुट्टिएर गयो। रापासिङ गयो उता नजरी तल गएपछि 3 गाउँको 3तिर भयो। जिजुबाजे हाम्रो जिजुहरूले नि उनीहरूलाई फेरि भाग लगाइदिए रहेछ। तपाईँहरूले नि तपाईँहरूको गाउँबाट तपाईँले गरिदिनुहोस्, फलाउने गर्नु झुचेल गर्नु भने पहिला चाहिँ 3टा गाउँको एक ठाउँमा पूजा गर्ने हाम्रै सन्तान कपुर गाउँ अनि कुन गाउँ
रापसिङ नजेरेको ए, नजेरेको। एउटै मात्रै पुजारी थियो एउटा पुजारी थियो अब अहिले पछाडि गाउँ विभाजित भएपछि त्यता पनि दियो तीनटै पुजारी भयो अब अहिले 3वटा छ नजेरेको एउटा अपुर गाउँको एउटा रापसिङको एउटा ए, है पूजा चाहिँ के गरेर गर्नुहुन्छ पूजा हामीले अब पाछा भन्छ हजुर गाउँको एउटा परिवार छोड्छौँ पूजा गर्छौँ अँ, त्यो भोग खाँदैन ए। 7 कन्या हो हजुर हामीले भोग चढाउँदैन हजुर गाईको घिउ गाईको दुध है नैवेद्य चढाउनु पर्छ अनि यो चाहिँ यो 3 गाउँको जति पनि छोरी चेलीबेटी हुनुहुन्छ हजुर उहाँहरू जुन कुनामा पुगे पनि उहाँहरूको पछाडि लाग्छ है यो देवी ए है त्यही कारणले उहाँहरूले फेरि मान्नुपर्छ यसलाई ए त्यो मान्दै आउनुपर्छ चेलीबेटीहरूले पनि पछि फेरि पूजा गर्नुपर्छ उनीहरूले भनेको मनकामनाहरू पूरा गर्छ है यो। ए हजुर यो चाहिँ विश्वास छ हामीलाई गाउँको तर्फबाट पूजा गाउँको परेवा नगरिकन व्यक्तिको गर्न पाउँदैन ए गाउँको तर्फबाट पहिला पूजा हुन्छ गाउँलाई भलो चिताओस् भनेर गाउँको सबै यो गाउँको सिल्लो साथी सिमी भूमि नाग नागिनी सबै तपाईँ ठुलो देवी अँ। 7 कन्या तपाईँले उठाएर यो गाउँमा भव्य तप्य नपर्दिनु आसिना पानी नपर्दिनु गाउँ वस्तु भावले राम्रो होस् भनेर है अनि बाल बच्चा है हामीले सोचेको मनकामनाहरू पुरा होस् भनेर पहिला त्यसले पूजा गर्ने हो त्यसपछि अनि व्यक्ति गरेर पूजा त्यसपछि मात्रै बल्ल व्यक्तिले गर्नु पाइयो अनि परिवार चाहिँ त्यहाँ ल्याएर छोड्ने अँ, हजुर त्यो भोग खाँदैन खाँदैन अनि कसैले चाहिँ त्यो भोग पनि दिन्छ भन्छ भोग चाहिँ भित्र कम्पाउन्ड भित्र दिन पाएन ए बाहिर बाहिर दिन चाहिँ पाइयो त्यो कसैले गर्छ कसै भने धेरै जसो निम पूजा भन्छ हजुर निम पूजा भनेको लगातार गरिराख्ने अँ, है लगातार भन्नाले वर्षमा 2 चोटि गर्छ एकचोटि नि नछोटी खान गर्छ ए तिनीहरूले चाहिँ 2 चोटि गर्ने त्यसलाई निम पूजा भन्छ हजुर कसैले म उधौली मात्रै गर्छु म उभौली मात्रै गर्छु भन्ने ए त्यो पनि छ फेरि त्यस्तो पनि छ है म आफै पुजारी हो मैले उभौली मात्रै गर्छु त्यो ए हजुर मेरो हजुर उधौलीमा मैले गर्दैन पूजा आजा के अरे धुप धुवार मात्रै आक्षेप पनि गर्छु है अहिले पछिल्लो कालमा यही पुर्गो देवी मन्दिरले यहीँको देवीले उनीहरूको माथि आशीर्वाद अलिक पाएपछि उनीहरू अब भर्ती नि भयो युके लाउरे हजुर। 2 जना हजुर र सिङ्गापुरेले हजुर को लागतमा मेरै लिडमा काम भयो यो तपाईँले कसले सहयोग गर्नुभयो यसमा मन्दिर अहिले भर्याङ पनि बनाएर काका माथि मन्दिर बनाउने काका गंगाबहादुर गुरुङ हजुर अहिले हाल युके हजुर अनि त्यो चौघेरो पर्खाला सानो टहरा बनाउने युके होइन सिङ्गापुरे हजुर इन्सपेक्टर पुण्य प्रसाद गुरुङ काका है हजुर हजुर हाल हङकङ हुनुहुन्छ उहाँ हजुर अहिले सिँढीको काम गर्ने काका बाजे टेक प्रसाद गुरुङ हजुर यही कपुर गाउँ निवासी 3 जना हजुर बाजे अहिले युके हुनुहुन्छ सबभन्दा बढी लागतमा काम सम्पन्न भयो बाजेको हजुर हुन त 3 जनाको योगदान योगदान छ यो छ गाउँमा अहिले भर्याङ तलदेखि सिँढी बनाएर माथिसम्म पुग्ने चौतारो बाजेको अलिक बढी लाग्यो फूल बिरुवाहरू रोप्ने काम फूल सबै बिरुवा पनि रोपेछु हजुर यही भिडियो मार्फत म के भन्नु पाउँछु भने हिजोको दिनमा त्यहाँ घाँस दाउरा गर्न दिने थिएन अहिले बुढापाको कुरोलाई पुरानो कुरोलाई त्यति मध्यनजर नराख्ने घाँस दाउरा गरिदिने साँच्चीकै मैले तपाईँलाई देखे अनुसार चाहिँ मलाई मेरो बाउको याद आउँछ कि गाउँमा हाम्रो बुवा पनि त्यो बाटोको पनि अध्यक्ष बत्तीको पनि अध्यक्ष वनको पनि अध्यक्ष हरेक चिजको अध्यक्ष क्या त्यो हरेक ठाउँमा यसरी नै खट्ने क्या मेरो बुवा हजुर होइन तपाईँ त्यस्तै गाउँमा एक्लै हुनुहुन्छ फेरि दाइ होइन तल आमाहरू बुढाबुढी हुनुहुन्छ नि हरेक ठाउँमा खट्ने मलाई लाग्छ यस्तो मान्छे हरेक गाउँमा भयो भने देश विकास हुन्छ साँच्चीकै यो मैले यो भिडियोमा भनेको होइन है रियल देखेर भनेको आई लभ यु भुवाल दाई ल भुवाल दाईले अब सामाजिक सेवा पनि गरिरहनु भएको छ यो समाज सेवा गर्दै अझै पनि मन गइरहोस् पुर्को देवी मन्दिरले अब दाईको इच्छा पुरा गरिदिउन् दाईका 1-2 कुराहरू अपुरा छन् त्यो पनि पुरा होस् अब अहिले जुन हाम्रो युके को बाजेले सिङ्गापुरको लाउरी दाईहरू उहाँहरूकै आफन्तहरूले को सहयोगमा पनि राम्रोसँग काम भइरहेछ अब अहिले विशेष गरेर अहिले भर्याङको काम माथिदेखि तलसम्म भइरहेछ उहाँ दाईलाई पनि धेरै धेरै धन्यवाद दिँदै हाम्रो यहाँ भोपाल दाईको बुवा हुनुहुन्छ यो हामी 3 कपुर गाउँ हजुर पनि सोथरा भन्छ हजुर हजुर यो पुरानो गाउँमा आएर बस्यो हजुर त्यहाँबाट चाहिँ अब मान्दै आएको परम्पराबाट है हजुर र चाहिँ अब यसलाई
मान्ने कुरामा प्रत्येक घरबाट है एक जोर परिवार हजुर चाहिँ मान्ने हो। भोग खाँदैन, हजुर। भोग नखाने, नैवेद्य प्रसादहरू चढाएर उँधौली उमौली हजुर है वर्षको 2 चोटि चैत र कार्तिकमा हजुर शुक्रबार र बुधबार चाहिँ अब मनाउँदै आएको छ। हाम्रो जेठबा नरजङ गुरुङ 3 गाउँको पुजारी, पहिला 3 गाउँको पुजारी हाम्रो नरजङ जेठबा के हजुर त्यसरी चाहिँ अब गरेर आएको जेठबा हुनुहुन्छ अहिले छैन। मरे अब कहिले हो कहिले। त्यही भएर अहिले चाहिँ गाउँको पुजारी भएर यिनीहरू चाहिँ अब नाति मेरो छोरा भनौँ न। हजुर अहिले नाति पुजारी हुनुहुन्छ। नाति चाहिँ पुजारी गर्छ। अब चाहिँ यो हाम्रै घरले चाहिँ गरेर आएको पहिलेदेखि। ए हजुर ल हस् हस् हस्। उसको देवी माताले चाहिँ बाटो हिँड्नेहरूलाई चाहिँ यहाँबाट पनि पाती चलाउन सकिन्छ। गाउँको आमा समूहका हाम्रा आमाहरू दिदी बहिनीहरू यहाँ हुनुहुन्छ, उपस्थित हुनुहुन्छ आज विशेष कार्यक्रमले गर्दाखेरि। मैले चाहिँ यो हाम्रो कपुर गाउँको ठ्याक्क यतापट्टि माथि चाहिँ पुड्को देवी मन्दिर पनि छ है यहाँ, होइन? पुड्को देवी मन्दिरमा तपाईँहरू पूजा गर्नुहुन्छ नि? पूजा गर्दाखेरि कहिले कहिले पूजा गर्नुहुन्छ तपाईँहरू? हो परिवा पूजा गर्ने है। त्यहाँ कसैले चाहिँ परिवा ल्याएर छोड्छ त्यहाँ, होइन? सबैले धेरै मान्छेले छोड्छ। हजुर धेरै मान्छेले छोड्छ। हजुर कसैले नियम पूजा गर्छ। हजुर। अनि अहिले चाहिँ अब परिवार नपाउने भएर नरिवल पूजा पनि गर्छ, होइन? दिदी बहिनीहरू बिहा गरेर बाहिर गयो भने पनि आएर फेरि पूजा गर्नुहुन्छ अरे, होइन? यहाँ ल जय पुड्के देवी। यो चाहिँ अहिले पछाडिपट्टि भागबाट हो पुड्के देवी मन्दिर आउने बाटो। पुड्को देवी मन्दिर देख्न सक्नुहुन्छ तपाईँहरूले। जंगलको बीचमा विराजमान हुनुहुन्छ पुड्को देवी माता। पुड्को देवी मन्दिर हेर्न सक्नुहुन्छ। यताबाट आउन सकिन्छ। मूल बाटो चाहिँ यताबाट छ, यसको पछाडि पनि यताबाट झर्न सकिन्छ, उर्लिनु आउनु पनि सकिन्छ। मन्दिरको ठ्याक्क पछाडि अर्को बाटो पनि छ। त्यो बाटो चाहिँ जीर्णोद्धार गर्न बाँकी छ। पहिलाको ढुङ्गाको बाटो छ, त्यो चाहिँ अहिलेको नयाँ बाटो। मन्दिर यहाँ पार्टी शिरोमणि छ त यस्तो हेर न जैसिनेर हेर्न जाँदै त्यहाँ एकदम ठुलो शक्तिशाली देवी पुड्को देवीको नामबाट त्यहाँ उत्पन्न भएको छ भनेर त्यही सत्ययुगबाट नै मान्दै आएको छ। त्यतिखेर अब सिरुप केही बनाएको थिएन, सिरुप ढुङ्गाको यस्तो परेको साँप्रा जस्तो थियो, यस्तै खप्टेको। हजुर यसरी सेतो ढुङ्गा यस्तो खप्टेको छ है। त्यसले साँप्रा भनेर यो पुड्कु भन्छ यसलाई, होइन? भाषामा यो पुड्कु देवी मानेर अहिलेसम्म पुज्दै आएको छ। यहाँबाट त्यो 3 कपुर गाउँ राबसैँ नजरे कपुर गाउँ, यो 3 गाउँको मान्छेहरू जहाँ पनि बिहा भएर जान्छ। त्यो केटी आमा पार्टीले नि छोरीबेटीले सबै यहाँ वर्षमा 2 चोटि मान्न हुन्छ। ए कुन महिना? उँधौली हुन्छ। ए चैतमा अनि कार्तिकमा परिवार लिएर यहाँ मान्न हुन्छ। परिवार लिएर? ए हजुर, परिवार चढाउँछ। कसैले परिवारलाई छोड्छ,
कसैले त्यही भित्र काट्न दिँदैन, भित्र मनाउने बन्जाएर बाहिर ल्याएर काट्ने हजुर नै धेरै सो काट्दैन आजकल, सब छोडिदिन्छ। त्यस कारणले यो वर्षमा 2 चोटि मान्छ, चैतमा चैत र और कार्तिकमा। कार्तिकमा हजुर यो उभोली अहिले उधौली उभौली र उधौली भनेर मान्छ यहाँ। हजुर कार्तिक र चैतमा मनाउँछ। यो पुड्गु देवीले खुसी भयो भने सबै गाउँले रक्षा गर्छ, फलिफा भन्छ, खेतीबालीमाथि जय जय गर्छ, वस्तु डिङ्गामाथि जय जय गर्छ, मान्छेमाथि नै एकदम रक्षा गर्छ। हजुर त्यस कारणले अहिले मैले पनि यही घरको मैले छोरी बिहा गरेँ हो। त्यस कारणले मैले नै 1 वर्षमा 2 चोटि मान्छ। अहिले हामीले पहिला परेवा लिएर चढाउँथ्यो, परेवा छोड्थ्यो पनि चढाउँथ्यो पनि। अहिले मागेर ल हामी यस्तो गर्न सक्दैनौँ भनेर परेवा अहिले पाउन गाह्रो भएको कारणले गर्दाखेरि अहिले छोडियो। अहिले चाहिँ नरियल प्रसाद चढाउँछ। हजुर त्यही हो, त्यही जस्तो सुविधा हुन्छ हजुर त्यो अनुसार हामीले मान्दै आएको छ। घरको जान एभाइलेबल छ भने कोही परेवा खोज्छ, कोही के गर्छ। आजकल मान्छे सक्ने भेट्नेले अहिले पनि परेवा पनि चढाउँछ, नसक्नेले नरिवल चढाउँछ। परेवा भेट्न नसक्नेलाई त्यसले पहिले भन्छ म यति यस्तो चढाउँछ है देवी भगवान। हामीले चाहिँ अब केही गरी सिप नलागेपछि हामी परिवार उपलब्ध गराउन नसकेको कारणले गर्दाखेरि हामीले नरिवल चढाउँछ है। सबै गाउँलेहरूले चलाउँछ यो 3 कपुर गाउँको हजुर, जस्तै रापसी, नाजरी गाउँ, कपुर गाउँ अनि अन्त पनि सबै इष्टमित्रहरू आफ्नो खुसीले। अनि विशेष गरेर यहाँबाट बिहा गरेर गएको चेलीबेटीहरूले चाहिँ मान्न आउँछ है। मानेन भने उनीहरू माथि चढेर फेरि कोही दुख बिमार गराउने त्यो पुड्गु देवीले उनीहरूलाई पनि अलिकति पीडाजनक दिन सक्छ भनेर हामीले मानिराखेको छ। हस् त भन्दैमा यहाँ चाहिँ भोगलदाईको भनाइअनुसार बाघको निवास स्थान पनि हो अरे है। यहाँ बाघ चाहिँ आउँछ अरे, बस्छ अरे। तर यो यो कपुर गाउँ हो। कपुर गाउँ र 3वटा यो भने 3वटा दाइले अघि भन्नुभयो त्यो 3वटा गाउँबाट पूजा गर्ने गरिएको रहेछ पुड्को देवी मन्दिरको। यस विषयमा चाहिँ मैले अलिकति एउटा सानो भिडियो बनाउने प्रयास गरेँ। जय पुड्को देवी मन्दिर जय होस्, प्रभु रक्षा गर, सबको जगतको कल्याण होस्। पुड्को देवी सबैको रक्षा गरौँ भनेर